हेलो साथीहरू, आज पनि म फेरि अर्को भिडियो लिएर आइसकेको छु। आज चाहिँ म यो मन त मेरो नेपाली हो नि भन्ने मुभीको ट्रिजरलाई रियाक्ट गर्न जानेछु। तपाईहरुलाई मेरो भिडियो के कस्तो लाग्छ, सल्लाह सुझाव प्रतिक्रिया कमेन्टमा दिनु होला। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। भिडियोलाई अन्तिमसम्म हेरेर मन पर्यो भने लाइक गरिदिनु होला भन्दै यो मन त मेरो नेपाली हो नि भन्ने मुभीको ट्रिजरलाई रियाक्ट गर्न जानेछु। यो मुभीमा चाहिँ विजय बराल, बुद्धि तामाङ जस्ता ट्यालेन्ट कलाकारहरू हुनुहुन्छ। ल अब चाहिँ यो मन त मेरो नेपाली हो नि भन्ने मुभीको ट्रिजरलाई रियाक्ट गरौँ। नागरिकता कागजको टुक्रा मात्र होइन, आत्मसम्मान हो, पहिचान हो, जुन पहिचान आफू जन्मेको भूमिसँग गाँसिएको हुन्छ। यो देश हामीहरूले बनाएको, हाम्रो धर्म संस्कृति माथि आक्रमण भइरहेको छ। साउन्ड चाहिँ विजय बरालको। नागरिकता फर्जी देखाएर देश निकाला गर्ने योजना बढिसकेको छ। यो तिमीहरूको देशै नभुलौ, यति मात्र भुल्ने देश छोड्छौ कि संसार छोड्छौ। यो मुभी चाहिँ जनयुद्धसँग आधारित छ क्यारे जस्तो लाग्यो मलाई। अब हेरौँ, अब ट्रिजरमा त सबै कुरा थाहा हुँदैन। नयाँ नायक हुनुहुन्छ एकछिन विजय बराल, विल्सन विक्रम राई, ओहो तोक्मे बुढा, आइसा, बुद्धि तामाङ। मन मात्र नेपाली भएर हुँदैन रहेछ, हाम्रो पहिचान पनि नेपाली हुनुपर्छ। हात पोल्यो भन्दैमा उद्देश्य छोड्नु हुँदैन। त्यो दियोलाई नै हामीले चम्किलो बनाउनुपर्छ। मुभीको ट्रिजर चाहिँ यति नै छ। एकदमै छोटो ट्रिजर छ। अब अघि पनि मैले भनिहालेँ, यो मुभी चाहिँ जनयुद्धसँग आधारित र नेपालको अहिलेको वर्तमान राजनीतिक उथलपुथलको बारेमा पनि केही भन्न खोजिरहेको जस्तो देखाउँछ। मुभीले चाहिँ जनयुद्धकै आधारमा बनाएको मुभी हो जस्तो लाग्यो मलाई। अनि हल्का त्यो सिनहरू चाहिँ मलाई नेपालको होइन जस्तो लाग्यो त्यो। अब हेरौँ, यो त ट्रिजर वाइ त सबै कुरा थाहा हुँदैन। अब ट्रेलर आउँछ, ट्रेलर आएपछि पनि रियाक्ट गरौँला भन्दै आजलाई चाहिँ भिडियो यति नै। धन्यवाद।